नमस्कार, म प्रियङ्का अधिकारी कक्षा 5 बाट अनि आज म मेरी दिदी पुस्तकको पुस्तक समीक्षा भन्न गइरहेकी छु। यस पुस्तक अनविका गिरीले लेख्नु भएको हो र यहाँभित्र भएका राम्रा चित्रहरू चाहिँ सुचिम श्रेष्ठले बनाउनु भएको हो। यस पुस्तकका पात्रहरू चाहिँ आशा, कमल, आमा बुबा, हजुरबा, शिक्षक शिक्षिका अनि साथीहरू हुन्। ती पात्रहरूमध्ये आशा चाहिँ मुख्य पात्र हुन्। आशा छोरी मान्छे भएकाले उनले धेरै समय विद्यालयमा बिताउन पाउँदिन थिइन् किनभने उनले घरको काम धेरै गर्नु पर्थ्यो। आशाको भाइ कमल पनि थियो र ऊ चाहिँ छोरा भएकाले ऊ चाहिँ घरको काम गर्न पर्दैन थियो र ऊ विद्यालयमा समयमा जान पाउँथ्यो। आशा 2 वर्षसम्म फेल भएकी थिइन् र आफ्नै भाइसित एउटै कक्षामा पढ्नु पर्थ्यो। पहिला चाहिँ उनीहरू दुवैजनालाई एउटै कक्षामा हुन रमाइलो लाग्थ्यो, तर पछि शिक्षक शिक्षिकाले आशालाई धेरै गाली गर्न थाले र कमलका साथीहरूले उसलाई तेरी दिदीलाई त शिक्षक शिक्षिकाले कति गाली गर्छन् भनेर भन्थे। कमलले आफ्नो दिदीको समस्या बुझ्यो र आमा बुवालाई नै बताउन खोज्थ्यो, तर आमा बुवाले बताउन सकेको थिएन भनेर उसले हार मानेन। उसले आफ्नो दिदीको डायरी आमा बुबालाई देखायो र आमा बुबाले त्यो डायरी पढेपछि आशालाई धेरै समय विद्यालयका पुस्तकहरू पढ्न र गृहकार्यहरू गर्न दिनुभयो। त्यसपछि आशा बिहान काम गर्नु पर्दैन थियो र विद्यालय समयमा जानु पर्थ्यो। उले धेरै समय पढ्न पाउँथिन् र पास हुन्थिन्। ऊ हरेक वर्ष पास हुन थालेपछि उसका शिक्षक शिक्षिकाहरूले पनि उसलाई धेरै माया गर्न थाले र परिवारका सबै सदस्यहरूले पनि उसलाई सहयोग गर्न थाले। यस कथाको समस्या चाहिँ आशा घरको कामले गर्दाखेरि विद्यालयमा धेरै समय बिताउन नपाएकाले धेरै राम्रोसित पढ्न पाएकी थिइन् र यस कथाको समाधान चाहिँ उसको भाइ कमलले आफ्नो आमा बुवालाई दिदीको डायरी देखाएर सबैजनाले उसको समस्या बुझेर सबैजनाले आशालाई माया गर्नु हो। अनि आशाले पढ्न पाइन् र राम्रो अङ्क ल्याउन थालिन्। यस पुस्तकले अरूलाई सहयोग गर्नुपर्छ अनि भेदभाव गर्नु हुँदैन र उनीहरूलाई नआएको कुराहरू सिकाउनु पर्छ भन्ने सन्देश दिन्छ। धन्यवाद।